नमस्ते, मेरो नाम एमलाल पौडेल, बुद्धभूमि 3 घनचौरा। विगत 12-13 वर्ष भयो म मकै खेती गर्न लागेको। र अहिले मकैबाट कहिलेकाहीँ बेमौसमी खेती गर्दाखेरि अलिकति समयको तातो हावा चल्ने, त्यसले गर्दा केही घाटा हुन्छ, नत्र नाफा छ। मकैबाट गर्ने मेहनत त धेरै राम्रो छ, धेरै दुःख गर्नुपर्छ। म कृषि गरेको लगत 12-13 वर्ष भयो र म मकै खेतीमा धेरै पहिलेदेखि गरिआएको र पहिले तरकारी खेती गर्दै थिएँ। त्यसपछि 12-13 वर्ष भयो म मकैमा लाएँ। मकैमा लागिसकेपछि मलाई मकैबाट धेरै राम्रो फाइदा हुने भएको हुनाले म तरकारी खेती गर्न नसकेर मकैतिर लागेँ। मकैमा धेरै राम्रो भइराखेको छ। अहिले मकैबाट धेरै सन्तुष्ट छु, गर्न धेरै मेहनत छ र कतिपय म केही ठुल्ठुलो अनुदानहरू म केही पाएको छैन। आफ्ना तरिकाले गरिराखेको छु। नगरपालिकाबाट बिउहरू केही र गर्न नसकेर छोरा विदेशकालाई बोलाएर खेती गरौँ भनेर खेतीमा लगाइराखेको छु, गरिराखेको छ, राम्रो भइराखेको छ। तर गरेर गरे जस्तो छ। अलिकति यहाँ पानीको असुविधा भएको हुनाले सबैले गरौँ न भन्दाखेरि त्यति इच्छुक हुनु भएन। अब हाम्रो बोरिङबाट बाहिर दिँदा धेरै टाढा दिँदा अलिक मिल्ने आइन्छ, किनभने पाइपको असुविधा पर्ने भएको हुनाले। र हिउँदो त कहिले काहीँ छर्नुहुन्थ्यो मान्छे, त्यही त हो, सब विदेशतिर हिँड्न थाले। त्यसले गर्दा खेती त उयो हामी बुढापाकाले मात्रै गर्ने हो। लोकल मकै हो। म खेती गर्नलाई अलिकति अब उमेर अवस्थाले पनि दिएन र विदेशमा 14-15 वर्ष बसेको छोरालाई फेरि झिकाएर अब कृषि नै गर्नुपर्छ बाबु आइया भनेर छोरो झिकाएर अहिले विगत 2.5-3 वर्ष भयो छोरो आएर छोराले सम्हालिराखेको छ। म सिकाइराखेको छु, छोराले गरिराखेको छ। यही नै हो। पछि उहाँ रोमानिया पुग्यो। रोमानिया नाति कृषि पढाउनु भयो। उताबाट तपाईँले नातिलाई पनि यही फिल्डमा चाहिँ काम गर्न खोज्नु भएको? एकदम, तर मानेन एकदम। उहीँबाट अहिले मकै यसरी रोप्नुहोस्, यसरी रोप्नु उसले सिकाउँछ यहाँ। उहाँबाट पोहोर साल त परार साल त उसले गर्थ्यो। यहाँ यति बिहान रोप्नुपर्छ, 70 सेन्टिमिटर चौडा लिनुपर्छ, 25 सेन्टिमिटर रोप्नुपर्छ, यसरी सबै मल यसरी दिनुपर्छ। सबै उसले कृषि पढेको मान्छे नै भयो। अहिले उहीँबाट सिकाउँछ। बुवा यो अहिले मैले अलिकति यसलाई मैले अझै मेरो बुद्धिले भयो अझै नजिक गराउँदा, किनभने यो सुवर्ण हो, यो धेरै ठुलो हुँदैन। रामपुरे चाहिँ रामपुरेको उसमा यसलाई रोपेँ कि मैले अहिले। उसले उहीँबाट लगाइदिएर होइन, गजिन बाक्लो भयो भने हुँदैन, पातलो रोप्नुपर्छ भनेर उहीँबाट उसैले जे भन्छ त्यही गर्ने हो। फेरि त्यति टाठो छ, त्यति चलाक छ। लोकल मकै हो।